तनावमुक्त जीवनशैलीका लागि घरको वास्तु परिवर्तन। के तपाईँ कामको वा अन्य कारणले अत्याधिक तनाव र बेचैनी महसुस गरिरहनु भएको छ? वास्तुशास्त्रले तपाईँको घरको ऊर्जा परिवर्तन गरेर मानसिक शान्ति र सकारात्मक ऊर्जा ल्याउन सक्छ। आफ्नो जीवनशैली सहज बनाउन यी 6 सरल वास्तु नियमहरू अपनाउनुहोस्। 1. ईशान कोण, उत्तरपूर्व दिशा सफा, खुला र हल्का राख्नुहोस्। यहाँ भारी सामान वा जुत्ता चप्पल नराख्नुहोस्। 2. गहिरो र शान्त निद्राका लागि आफ्नो टाउको दक्षिण दिशातर्फ फर्काएर सुत्नुहोस्। यसले नकारात्मक ऊर्जा कम गरी रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। 3. सुत्ने कोठामा हल्का रङहरू प्रयोग गर्नुहोस्। गाढा रङले उत्तेजना बढाउँछ। 4. सुत्ने कोठामा ऐना सकेसम्म नराख्नुहोस्। सुत्ने बेला प्रतिबिम्ब ऐनामा नदेखियोस्। ऐनामा देखिने प्रतिबिम्बले बेचैनी र तनाव बढाउँछ। 5. घरमा अनावश्यक र पुराना सामानहरू जम्मा नगर्नुहोस्। अव्यवस्थाले मानसिक बोझ बढाउँछ। विशेष गरी घरको उत्तरी भाग र प्रवेशद्वार सधैँ सफा राख्नुहोस्। 6. घरको उत्तर वा उत्तरपूर्व दिशामा सानो वाटर फाउन्टेन राख्नुहोस्। पानीको आवाजले मन शान्त पार्छ। सकारात्मक ऊर्जा, सुख र समृद्धिका लागि मेरो चिना ज्योतिष तथा वास्तु सेवा। तपाईको व्यक्तिगत जीवन र घरको ऊर्जा सन्तुलन गर्न विशेष वास्तु परामर्शका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्। यस्तै महत्त्वपूर्ण जानकारीका लागि लाइक, फलो र शेयर गर्न नबिर्सनुहोस्।